चारवटा जात र 36 वर्ण हुन्छ। 4 जात भनेको को हो? अण्डज, उद्भिज, जरायुज, स्वदेज। अण्डज फूलबाट उत्पादन हुनेको एउटा जात, रोपेर उम्रने 2 जात, काटेर भाब्रा सर्ने त्यसलाई 3 जात। अण्डज, उद्भिज, जरायुज, स्वदेज आफ्नो शरीरको पसिनाबाट तयारी हुने जुम्रा, उपियाँ आदि, यी चाहिँ मैलबाट तयारी हुने। यो 4 जात, यहाँभन्दा 5 जात छैन, जम्मा 4 जात मात्रै। कहीँ छ त 5 जात? छ त? अण्डज, उद्भिज, जरायुज, स्वदेज, यो 4 जातदेखि बाहेक अरू छैन। 36 वर्ण भने क्या हो थाहा छ? 36 वर्ण भनेको जब राई, लिम्बू, गुरुङ, मगर, दराई, कुमाल इत्यादि भन्दै जानु होला, त्यस्ता होइन। जनजातिलाई 36 वर्ण भने होइन। 36 वर्ण भनेको कपुरी कबाट लिएर त्रसम्मको अक्षर, ज्ञासम्मको अक्षरलाई भनिन्छ 36 वर्ण। यही हो। ठुलो वर्णमाला र सानो वर्णमाला भनेर पढिएन पहिला? हो, त्यही हो। वर्ण भनेको अक्षर हो। यो हामी पहिला जब स्कुलमा पढ्नेलाई चाहिँ थाहा छ, पहिले बोर्डिङमा जानेलाई चाहिँ त्यसलाई चाहिँ वर्णमाला न स्वर्णमाला, त्यसलाई के थाहा? हामी पाटी पढ्नेलाई थाहा थियो है? हो त। म खडी र पाटी लिएर गएर गज्जा भन्थ्यो नि त्यो। त्यसै कारणले गर्दाखेरिमा वर्णमाला, यो वर्ण भनेको अक्षरातीत ब्रह्म हो, अक्षरको वर्ण हो, जातको वर्ण होइन। जातमा जब कुनै वर्णाभेद छैन। वर्णादिको भेद त धेरै प्रकारबाट पशुमा छ, पन्छीमा छ, या जीवात्मामा छ, मानिसमा मानिसैको पनि वर्णको भेद हुन सक्छ। कहीँ जब वर्ण 2 किसिमको हुन सक्छ, 3 किसिमसम्म हुन सक्छ। एउटा पुरुष, एउटा स्त्री, एउटा नपुंसक, त्योसम्म हुन सक्छ। एउटा पुरुष हुन्छ, एउटा स्त्री हुन्छ, एउटा पुरुषले होइन, स्त्री पनि होइन, नपुंसक पनि छन् है कतै कतै। हो, त्यस्तासम्म 3 सम्म हुन सक्छ। लिङ्ग 3 हुन्छ, एउटा पुरुष लिङ्ग, एउटा स्त्रीलिङ्ग, एउटा नपुंसक लिङ्ग। यो ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र भनेर वर्णको भेद चाहिँ मानिसमा चाहिँ हुन सक्दैन।